भलकै दाजु गरिन्छ त ए हातमा हाल्ने साइकल लिएर जाने फाइनली हामी चाहिँ यो सप्तकोशी भन्ने ठाउँमा आइसकेको छौँ। यो ड्याम देख्दै हुन्छ, यो ड्यामबाट चाहिँ नहर लगेको छ चतरा घाट। अनि यो हेलो हामी चाहिँ साइकल पेल्दै यो चतरा हो होइन दाजु? रमाइलो भइरहेछ। त्यही त उता रमेश काका हुनुहुन्छ, म यहाँ छु, रमाइलो भइरहेछ। माछा मार्ने भनेको सबै धमिलो पानी आएर त्यही नि गाह्रो बनायो। भैँसीहरू पुरा हाल खेलिरहेछ। यो चाहिँ हाम्रो चतरा हो, गाई चतरा। चतरा बजार आइपुग्न आँट्यो। अगाडि जानु त बाबा खाल्टोमै पर्यो। के छ दाजु? ठिक छ भाइ। मजा भइरहेछ होइन? यस्तो गर्मीमा हामी साइकल पेल्दै गइरहेछौँ। चतरा देख्न सक्नुहुन्छ। कडे आउँछ होला। नहर हो यो चाहिँ। यो चतरा चाहिँ बाङ्गे झुम्कातिर जाने यो चाहिँ नहर हो। यही भएर साइकल यहाँ साबुन पनि बोएछ अरे यसो नुहाइधुवाइ गर्नलाई। पहिले जस्तो साइकलै हाँक्नु नसकिने रहेछ। अनि धेरै पछि साइकल यसरी हाँकेको। मेरो साइकल चाहिँ हलुका खालको बनाएको थिएँ मैले, पछाडि फिर्बल फेरेर। यो चाहिँ अब साह्रो खालको पनि छ, प्लस अरूको साइकल बानी पनि छैन फेरि यस्तो गर्मीमा। अनि उमा जाँदै हुन्छ चतरा चाहिँ। हामी चाहिँ चतरातिर डुल्न हिँडेको। हा यहीँ बस्ने हो। यो चाहिँ हाम्रो चतरा हो, चतरा। हामी चतरामा छौँ। यता नआउनु भएको? यहाँ चाहिँ कुम्भ मेला लाग्छ। हजुर ठिक छ दाजु। ए बब्बाल, ए रमाइलो। जाम न त, कता कताबाट घुमाउँछ घुमाउने। यो चाहिँ हनुमानको स्ट्याचु।
यस्तै यस्तै बिल्डिङ बनेको छ शिवको मूर्ति चतरा भन्ने ठाउँमा छौँ सांस्कृतिक पढा भन्छन् पढाउँछन् त्यही त नि स्कुल जस्तै त हो नि स्कुलै हो त स्कुल हो सांस्कृतिक यहाँ अगाडि मन्दिर छ पुरानसम्म लगाउन सक्छन् फेरि नर्म गर्दैन थाहा छ नर्मसम्म गर्दैन समाज गर्दैन होइन पुरान लगाउने पुरान भन्ने हिम्मत हुन्छ यो चाहिँ हाम्रो मसान घाट भन्छ यहाँनिर चतराको यो ठाउँ छ यो चाहिँ सप्तकोशी हो सप्तकोशीमा छौँ हामी चाहिँ यादै रहन्छ साइकलमा एकपल्ट हिँड्न मजाले घुम्नु चतरा घाट पुगेपछि यहाँ कहाँ हो के हो यताबाट माथिबाट भन्दा पनि यताबाट बाटोबाट भन्दा पनि यहाँ तलबाट बाटो पढी खेल्नु त बिराम हुँदैन के हुनु खेल्ने यो चाहिँ हाम्रो नहर हो है नहर ड्याम बनाएर चाहिँ छुट्याएको छ देख्न सक्नुहुन्छ यी माछा मार्ने मान्छेहरू यता छन् सब छन् माछा मार्नेहरू मान्छे निस्किन्छौँ डुबिन्छ है काका यहाँ त डुबिन्छ नि अहिले यो फुल लगाउँदा कति आउँछ त क्यापेसिटी हेर्दैनस् उहाँ कतिसम्म 150 कोसीभन्दा गहिरो पो रहेछ कोसीभन्दा कम्ती छ यो भरि पानी पठाउँदैन नि त्यहाँ खाएर उ त मुखभरि मात्रै हो नि त लिमिट छ त्यहाँ लेखेको देख्दैन यो त अहिले हामी चाहिँ भित्रबाट ठाउँबाट काका यो चाहिँ कोका हो कोसी नै हो यो ए भलाचार चतरा घाटदेखिको छेउको खोला चाहिँ हामी आइसकेको छौँ हजुर यहाँदेखि जाऊँ न अनि उता पुल हो भन्नु नि उयो चतरा घाट नाउँ त राख्ने त्यहाँ देखिसक्यो त्यहाँ गएर रोड निक्ल्यो रोडदेखि तल झरौँ न अनि यस्तो बाटो त कसरी जानु फर्केर यस्तो बाटो जानुपर्छ उताबाट घुम्ती छ उयो पुरै उठाउनुपर्छ हेर्दा नि हेर्दा पुल त्यहाँ छ तर कति होइन पुल नजाने क्या हेर यो चतरा कोसी फर्काएको यता हेर यो नहर फर्काएको यो नहर हो यो बिच यहाँ मुनि नहर छ नि यहाँ मुनि यो यता यहाँ पछाडि उठाएको हेर्दैन ए कति मेरो नहर छ यहाँ नहर छ त नि यहाँ हेर्दैन यहाँ सिटाउनु उठाएको अनि यहाँ ढलान गरेको होला पुरै यहाँ चाहिँ ढलान गरेर त भित्र पर पानी कुदिरहेको छ त त्यहाँ खोल्ने ठाउँ हो त्यो डल्ला डल्ला त्यहाँदेखि पानी यता आउँछ अनि अर्को यता यो त कहाँ पुऱ्याएको इन्डिया पुऱ्याएको इन्डिया जाने हो झुम्कासम्म पुग्ने थाहा छ यो झुम्कादेखि तल यहाँ देख्दै हुन्छ यो चाहिँ हाम्रो चतराको पुल हो है यो चाहिँ हामी यहाँ भित्रभित्र जङ्गल हुँदै डुल्दै आइसकेको छौँ रमाइलो लाग्यो रमाइलो भएछ नि त कहाँ दाजु रमाइलो भइरहेछ होइन एकदम रमाइलो भइरहेछ अनि तिमीहरू कहिले आएको थियौ न यता त कहाँबाट आउनु फर्स्ट टाइम हो यता चाहिँ तर हामी अब यहीँको बासिन्दा भए पनि यतातिर यो बिचबाट आइएन क्या नर चाहिँ अन्त यहाँ माछा मार्नेहरू यहाँनिर पनि आउँदो रहेछ यसरी गर्ने चाहिँ लास्टै भइरहेछ यो चाहिँ हाम्रो साइकल हो है
यो चाहिँ मेरो साइकल हो, दाजुको काकाको। अब हामी यो कुनै कुना जान्छौँ। साइकल तार्दै हुन्छ काकाले। हाम्रो चाहिँ साइक्लिङ भलकै दाजु तरिन्छ त ए तर्नुपर्छ है। साइकल तार्दै मेरो जुत्ता चाहिँ डुबिसकेको छ, देख्न सक्नुहुन्छ है। जग्गा चाहिँ गयो, काकाहरूमा हुन्छ। यो खोला हो, ए नहरको पानी हो यो चाहिँ। अब हामी जान्छौँ उता, साइकल छ मेरो यहाँ। फाइनली हामी चाहिँ यो सप्तकोशी भन्ने ठाउँमा आइसकेको छौँ। यो ड्याम देख्दै हुन्छ, यो ड्यामबाट चाहिँ नहर लगेको छ, चतराघाट। अनि यो कोशी पुल यहाँनिर भेल छ। साइकलबाट हामी चाहिँ आएको है, ल साइकलबाट। अनि यस्तो छ जहाज छ, यी 12 क्षेत्र जाने जहाज है यो चाहिँ। केपी बाले बनाउनु भएको, ल्याउनु भएको जहाज यही हो। ल सबै एरियाहरू चाहिँ कोशी पुल यहाँ नजिकै आइसक्यो हामी। अब कोशी देख्न सक्नुहुन्छ है। ल सप्तकोशी है, यो चाहिँ सप्तकोशी। यो पारी चाहिँ सबै उदयपुर जिल्ला पर्छ है। यो कोशी पारी सबै उदयपुर जिल्ला। अब लानु मिल्दैन, अब बोकेरै होला। दाजु हामी यस्तो यो भिरालोबाट साइकल लाँदैछौँ। एकछिन बिसाम न त हाम्रो यो साइकल चाहिँ भिरालो ठाउँबाट। काका त पुगिसक्नु भयो रोड। मान्छे खतरा, उहिलेको मान्छे भने उहिलेका हो नि। अब काँधमा हाल्ने साइकल लिएर जाने। अघि साइकलले बोकेर ल्यायो, अब अहिले साइकललाई बोक्नु परिरहेछ। मेरो पनि हालत त सेम हो है। मेरो भिडियो गरिदिने मान्छे नभएर आफ्नै अरूको भिडियोबाट तपाईँहरू देखाउँदैछु यस्तो यस्तो छ भनेर। फाइनली हामी चाहिँ रोडमा आइसकेको छौँ। रोडमा हाम्रो साइकल 3टा यहाँ छ। थाक्नु भयो? पारीको कोठ हो यो। ए यो पारीबाट आएको यही साइकल बगर कुदाउँदै उताबाट आएको। पारीको कोठ हो यो चाहिँ नहरको लागि के भन्छ त्यसलाई, के भन्छ, सिँचाइको लागि। यो चाहिँ कन्ट्रोलर भनौँ न एक प्रकारको। यहाँबाट कन्ट्रोल हुन्छ। ड्यामहरू बनाएको छ नहरको लागि। यो मेन रोड यहाँ छ। अब हामी साइकलमा जान्छौँ। हामी चाहिँ अघि सर्टकट बाटो आएको थियौँ, तर अहिले हामी चाहिँ यो भण्डारी टार भन्ने ठाउँमा आइसकेको छौँ। यो चाहिँ चतराको रोड, पिच रोड बाटो जाँदैछौँ अहिले चाहिँ हामी। देख्न सक्नुहुन्छ यो भण्डारी टार। अनि बाटो चाहिँ ओह्रालो छ, दामी छ बाटो। ओह्रालै ओह्रालो अब यहाँदेखि ओह्रालो छ। मजा आयो। अब उकालो आयो, पेल्नुपर्छ फेरि। मजा आइरहेछ। जे होस् काकाहरू अगाडि 2जना गइसक्नु भएको छ। म चाहिँ पछाडि बिस्तारै जाँदैछु। ओभर बिजी रोड छ यो चाहिँ, बिजी रोड है त। जाँदैछु।